अहिले चाहिँ म यो लेटाङको चिसाङ खोलाको पुलमा छु हैन। यो प्राकृतिक रूपमा एकदमै सुन्दर ठाउँ छ। तराई र मधेसको लगभग संगम स्थल मान्न सकिन्छ यसलाई। यो पूर्वी पहाडी भन्दा पनि अझै पूर्वको पनि उत्तरी मोरङ पर्छ यो हैन। हेर्नु यो हामीले देखिरहेको चिसाङ खोला हो। एकदम रमणीय दृश्य देख्न पाइन्छ यहाँनिर। पहाड, मधेस हैन, खोला, हामी सबै जङ्गल पनि छ यहाँनिर। चारकोसे झाडी यहाँ हामी देख्न सक्छौँ। तलबाट चारकोसे झाडी सुरु हुन्छ। यो चिसाङ खोलाको पुल हो। पहिला चाहिँ यहाँ पुल नहुँदाखेरि स्थानीयलाई निकै नै दुःख हुन्थ्यो। यो खोला बर्खामा निकै नै ठुलो बाढी आउने गरेको कारणले। तर अहिले यो पुल बनेपछि यहाँनिरका बासिन्दाहरूलाई पनि सजिलो भएको छ। अरू कुरा भन्दा पनि यो जुन उत्तरी मोरङ छ यो एकदमै राम्रो छ। केराबारी, लेटाङ, जाँते हैन, यी ठाउँहरू वास्तवमै प्राकृतिक रूपमा सुन्दर र एकदम रमणीय ठाउँहरू भए पनि किन अलि पछि परेको छ यो प्रचार प्रसारको कमीले अथवा के हो थाहा भएन हैन। जस्तो हामीहरू भेडेटार भनेपछि सबैको मनमा बसेको ठाउँ हो हैन। तर यो पनि अ काइन्ड अफ भेडेटार नै टाइपको हामी इन्भाइरोमेन्ट पाउन सक्छौँ अलिकति मासतिर। यो दुईटा डाँडा चढेपछि हेर्नु त अहिले पनि त्यहाँनिर एकदम मजाले कुहिरो लागिरहेको छ, हुस्सो छ, चिसो मौसम छ। खोला त्यही पहाडको चाहिँ फेदी हुँदै बगेर आउँछ। यहाँ तल चारकोसे झाडी छ हैन। अनि यहाँनिर अब तपाईँलाई लेटाङ बजार त्यसै पनि सुन्दर छ। यो पूर्वी मोरङ को पनि विशेष गरी यो लेटाङ, केराबारी, भोगटेनी यो एकदम राम्रो ठाउँहरू हो जस्तो एक्सप्लोर हुन बाँकी छ जस्तो लाग्छ मलाई। हुन त धेरै मान्छेहरू अहिले आउन थाल्नु भएको छ। तर पनि जति हुनुपर्ने हो त्यो चाहिँ हामीले त्यसलाई एक्सप्लोर गर्न सकेको छौँ जस्तो लाग्दैन। हामीले त्यसलाई पक्कै पनि हामीले यहाँको पर्यटन प्रबन्धनलाई हामीले सहयोग गर्नुपर्छ। आफ्नो ठाउँ घुमौँ हैन। अझै हामी जो यहाँ मोरङवासीहरू छौँ, झापा मोरङ सुनसरी को मानिसहरूलाई यसो अलिकति हावा खान, चिसो हावा खान जाउँ, अलिकति हुन्छ नि प्राकृतिक ठाउँमा जाउँ, अलिकति त्यहाँको लोकल खानेकुराहरू खाउँ, ढिँडो, सिस्नो हैन, लोकल कुखुरा, स्याब के पाइन्छ त्यहाँनिर। यो पहाडी खानेकुराहरू पनि यहाँ एकदम पाइन्छ हैन। हामीले चाहिँ यस्ता ठाउँहरू पनि प्रमोट गर्नुपर्छ भन्ने लाग्छ मलाई। यो डाँडा ठ्याक्कै हामीले जुन यो डाँडा देखिरहेको छौँ यहाँनिर राजारानी ताल छ। यसको ठ्याक्कै उतापट्टि यो डाँडा चाहिँ यसरी जानुपर्छ माथि। राजारानी, लेटाङको राजारानी ताल छ यहाँनिर। एकदम त्यो प्राकृतिक रूपमा पनि राम्रो र धार्मिक महत्त्व पनि बोकेको चाहिँ त्यो ताल हो हैन। हामीले त्यस्ता ठाउँहरूलाई पनि प्रमोट गर्नुपर्छ। मेला लाग्छ त्यहाँनिर। जे होस् यो लेटाङ हो। हामी त्यहाँ पर लेटाङ बजार पनि देख्न सक्छौँ पृष्ठभूमिमा। यो तल चारकोसे झाडी, यो लेटाङको पुल भइहाल्यो ल। हाम्रो आफ्नै ठाउँको हामी प्रमोट गर्नुपर्छ भन्ने मलाई लाग्छ हैन। कोहीलाई शनिबार कहाँ जाउँ, सधैँ गइरहेको ठाउँ धेरै भयो, एकचोटि गएको छौँ जस्तो लाग्यो भने आउनुभएको छैन आउनुहोस् लेटाङ। पूर्वी यो उत्तरी मोरङमा पर्छ हैन। एकदम तपाईँहरूलाई रिग्रेट चाहिँ हुँदैन। आउनुभयो भने अलिकति मास्तिर डाँडाकाँडा चढ्नु भयो भने झनै रमाइलो हुन्छ। ल थ्याङ्क यू हस्।